प्रतिभा ओइ प्रतिभा म यहाँ छु यता आइज न हेर्न यो त बसी परेको रहेछ अलिक बाहिर निस्कि भित्र बेसी रुममा मात्र नबसी बस कुइन्छस् अलिक बाहिर ए हो निस्कि र त्यस्तो पो हो ओइ सुन भन्न एकजना कि हाम्रो एकजना स्टाफ छ कि बिचराको ब्रेकअप भएछ होइन अन्त मलाई अस्ति भन्दै थिएन यस्तो अब कल गरेर चाहिँ सुनेन यस्तो भएर ब्रेकअप भयो भनेर म त कस्तो माया लागेको भन्न कस्तो माया लागेको कि अन्त म त आँसु आएर कि तँ चाहिँ किन रुको हौडेमा कस्तो भन्न सम्झिँदा कस्तो माया लाग्छ नि अन्त के अन्त अनि तेरो नम्बर चाहिँ कसरी पाए तैँले छ्याउ यस्तो भन्दै भने कि यस्तो अब नम्बर दिनु नि यस्तो अब कोही बेला के काम पर्छ नम्बर एक्सचेन्ज गरौँ न दिइराख्नुहोस् न भन्दै भएन न मैले दिएँ होइन अनि त्यसो भन्दै मलाई त्यो सबै उसको स्टोरी सुनाएँ कि म त कस्तो राम्रो कस्तो बा त्यसले तँलाई मन पराउँछ छ्या होइन ल बा हो पक्कै होला है तर अस्ति सुन्न मैले चाहिँ कि अब कोही बेला माया लाग्छ होइन अन्त मैले पाला चाहिँ अन्त लन्च ब्रेकमा चाहिँ बिरयानी बनाएको थियो अनि त्यसलाई पनि दिएको थिएँ कि उसलाई पनि कस्तो मिठो गरेर खाएको भन्न लन्च त सबै त्यो लन्च बक्सको त सबै फिनिस गरेको भन्न अनि पक्का तैँले पकाएको भएर होला हौ छ्या होइन ल छ्या त्यस्तो होइन हौ साथी मात्रै सोचेको अनि तँलाई त्यो केटा मनपर्छ अलिअलि त मनपर्छ नि छ्या साथी लु है अब चाहिँ लु है छ्या त